यदि तपाईलाई कसैले प्रेम गर्दैन जस्तो लाग्छ भने एकछिन यो वचन सुन्नुहोस्। परमेश्वरले मानिसलाई शर्त बिना प्रेम गर्नुहुन्छ। पहिलो यूहन्ना 4:8 अनुसार परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले मानिसलाई पापमै हुँदा पनि प्रेम गर्नुभयो। रोमी 5:8 अनुसार हामी पापी हुँदा नै ख्रीष्ट हाम्रो लागि मर्नुभयो। परमेश्वरले मानिसलाई कहिल्यै नछोड्ने प्रेम गर्नुहुन्छ। हिब्रू 13:5 अनुसार म तिमीलाई कहिल्यै छोड्ने छैन भनेर परमेश्वरले हामीलाई भन्नुभएको छ। परमेश्वरले मानिसलाई अनुशासन गरेर पनि प्रेम गर्नुहुन्छ। हिब्रू 12:6 अनुसार प्रभुले जसलाई प्रेम गर्नुहुन्छ उसलाई अनुशासन गर्नुहुन्छ र परमेश्वरले मानिसलाई आफ्नो जीवन दिएर प्रेम देखाउनु भयो। यूहन्ना 3:16 अनुसार परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर। यस्तो प्रेम संसारमा कतै पनि पाइँदैन। यदि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ भने लाइक, शेयर र कमेन्टमा धन्यवाद लेख्नुहोला।